ल है साथीहरू, नेपाल सेयर बजारमा अहिले सबैभन्दा धेरै चर्चामा आएको नाममध्ये एक हो सर्वोत्तम सिमेन्ट लिमिटेड र यसको अपकमिङ आइपिओको बुझ दिन प्रतिदिन बढ्दै गएको छ। धेरै लगानीकर्ताहरूको एउटै प्रश्न छ, यो आइपिओ कस्तो होला, एप्लाई गर्नुपर्ने हो कि होइन? अब आज हामी यही कम्पनीलाई सरल तर डिप फन्डामेन्टल एनालाइसिस सहित बुझ्नेछौँ। साथीहरू, यो कम्पनी सौरभ ग्रुप अन्तर्गत सञ्चालनमा रहेको एक ठुलो इन्टिग्रेटेड सिमेन्ट इन्डस्ट्री हो, जसले क्लिङ्करदेखि फाइनल सिमेन्टसम्म आफ्नै प्रोडक्सन सिस्टममा काम गर्छ, जसले गर्दा कस्ट कन्ट्रोल र प्रोडक्सन इफिसियन्सीमा यसलाई बलियो मानिन्छ। अब कुरा गरौँ किन यति हाइप छ भन्ने। नेपालमा कन्स्ट्रक्सन सेक्टर दिन प्रतिदिन बढिरहेको छ। रोड, ब्रिज, हाउजिङ प्रोजेक्ट, हाइड्रो पावर, गभर्मेन्ट इन्फ्रास्ट्रक्चर सबै ठाउँमा सिमेन्टको डिमान्ड हाई छ र यस्तो अवस्थामा सर्वोत्तम सिमेन्ट जस्ता लार्ज क्यापासिटी भएका कम्पनीहरू अटोमेटिकली बेनिफिट हुने प्रोबाबिलिटी हुन्छ। अब यसको प्रोडक्सन क्यापेसिटी पनि ठुलो छ र नेपालकै टप सिमेन्ट प्रोड्युसर्स मध्ये एक मानिन्छ, जसले लाखौँ टन इयरली उत्पादन गर्ने क्षमता राख्छ। आइपिओ साइड हेर्दा यो कम्पनीको इस्यु नेपालमा बुक बिल्डिङ सिस्टम मार्फत आएको चर्चित केस हो, जहाँ इन्स्टिट्युसनल इन्भेस्टरहरूले प्राइस डिस्कभर गर्छन् र त्यसपछि पब्लिकमा सेयर आउँछ। अहिले फेरि बजारमा यसको अपकमिङ आइपिओको चर्चा सुरु भएको छ, जसले गर्दा रिटेल इन्भेस्टरहरू एक्साइटेड छन्। अब फन्डामेन्टल साइडमा जाँदा कम्पनीको रेभिन्यू स्ट्रक्चर कन्स्ट्रक्सन सेक्टरमा आधारित भएकाले नेपालको इकोनोमिक ग्रोथसँग डाइरेक्टली लिङ्क छ। यदि डेभलपमेन्ट प्रोजेक्ट्स बढे भने यसको सेल्स पनि बढ्ने प्रोबाबिलिटी हुन्छ। इपिएस हिस्टोरिकल रूपमा स्टेबल देखिएको थियो, जसले प्रोफिटेबिलिटी राम्रो देखाउँछ र रिजर्भ्स पनि मजबुत छन्, जसले फ्युचर एक्सपेन्सनलाई सपोर्ट गर्छ। तर यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने सिमेन्ट इन्डस्ट्री हाई क्यापिटल, हाई कस्ट र हाई कम्पिटिसन भएको सेक्टर हो, जहाँ र मेटेरियल जस्तै कोल, इलेक्ट्रिसिटी, ट्रान्सपोर्टेसन कस्टले प्रॉफिट मार्जिन डाइरेक्टली एफेक्ट गर्छ। अनि अर्को कुरा, नेपालमा शिवम सिमेन्ट, होङसी, अर्घखाँची जस्ता स्ट्रङ कम्पिटिटर्स भएकाले मार्केट कम्पिटिसन निकै एग्रेसिभ हुन्छ। अब भ्यालुएसनको कुरा गर्दा आइपिओ आउने बेला प्राइस ब्यान्ड धेरै इन्भेस्टर्सको लागि डिस्कसन पोइन्ट बन्न सक्छ, किनभने बुक बिल्डिङ मोडलमा प्राइस सामान्य आइपिओ भन्दा हाई पनि हुन सक्छ। त्यसैले सर्ट टर्म ट्रेडर्स भन्दा लङ टर्म इन्भेस्टर्सले बढी सोचेर निर्णय लिनु राम्रो हुन्छ। ओभरअल हेर्दा सर्वोत्तम सिमेन्ट एक स्ट्रङ इन्डस्ट्रियल बेस भएको कम्पनी हो, जसको फ्युचर नेपालको इन्फ्रास्ट्रक्चर बुमसँग डाइरेक्टली जोडिएको छ। तर लगानी गर्दा तपाईँले केवल हाइप होइन, प्रोडक्सन कस्ट, डेप्थ लेभल, कम्पिटिसन र इकोनोमिक साइकल पनि एनालाइज गर्नुपर्छ, किनभने सिमेन्ट सेक्टर साइक्लिक नेचरको हुन्छ। एक समयमा बुम हुन्छ र अर्को समयमा डिमान्ड स्लो पनि हुनसक्छ। त्यसैले स्मार्ट इन्भेस्टरले लङ टर्म भिजन लिएर मात्रै निर्णय लिनु उपयुक्त हुन्छ। साथीहरू, यो आइपिओ यदि सही भ्यालुएसनमा आयो भने लङ टर्म पोर्टफोलियोको लागि राम्रो अपर्च्युनिटी हुनसक्छ, तर ब्लाइन्डली हाइपमा लाग्नु भन्दा एनालाइसिस गरेर मात्र इन्भेस्ट गर्ने बुद्धिमानी हुन्छ। धन्यवाद।